आज चाहिँ म घरको खोराको अवस्था यो घरमा नै सुनसान भइसक्यो। अब त मेरो छोरा पनि आएको छ। यो चाहिँ खोर बनाएको कालिज पाल्नु भनेर कालिज नै छैन यार, किन्नु पर्ने छ। महँगो न महँगो भन्छ हौ। ल्याएको छु। यो भाले पनि बिरामी भएको क्या हो। दामी ठुलो भइसक्यो। नमस्ते गर्छु मम्मी। यो चाहिँ यो पनि ठुल्ठुलो भइसकेछ हौ। आमा यो चाहिँ मिठो हुन्छ होला, यसको भन्दा मासु यो मिठो हुन्छ होला। यहाँ चाहिँ छ हामीले यो पालेको सुँगुर हो, ठुल्ठुलो भइसकेछ। यहाँनेरि चाहिँ छ सानो, कहिले यो ठुलो हुन्छ र नि यसलाई बेच। छोरा कहाँ छ? हाँसिदेऊ एकचोटि। अब हामी तल्लो खोर जान्छौँ हाम्रो सुँगुर हेर्नलाई। हाम्रो मालिक चाहिँ त्यहाँ चारो बनाउनलाई दाउद। यहाँ सुँगुरले चाहिँ स्वागत गरेको छ मलाई। कतिवटा छ हौ सुँगुरहरू। टै 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 टै। कतिवटा सुँगुर त छैन त हौ खोरमा त सुँगुर त पैसा पनि छैन। ल सुँगुर, हाम्रो सुँगुर खोर चाहिँ यही हो। माथिल्लो खोरमा चाहिँ पाल्छौँ, अनि यो खोरमा चाहिँ हामी काट्ने सुँगुरहरू राख्छौँ। कालो सुँगुर, सेतो सुँगुर गरेर एउटा कालो एउटा सेतो गरेर काट्छौँ बिहान। सक्यो भने दिउँसो काट्छौँ, नत्र काट्दिनँ। आजभोलि व्यापार एकदमै कम्ती छ। अनि तल चाहिँ खोला छ। खोलामा केटाकेटीहरू चाहिँ पौडी खेल्दैछ, खोला खेल्दैछ होला हौ सायद। अनि यो सुँगुर छ। यहाँ चाहिँ मेरो छोरा हेर त, यहाँ हेर्नु न मम्मा, हेर्नु न मम्मा। सुँगुरमा भुलेर छोराले मलाई पनि हेर्दैन हौ। हामीले लसुन रोपेको छौँ। यहाँहरू चाहिँ यस्तै राख्छौँ हामी, चारो बनाउने दाउराहरू चट्टा लाएर। यहाँ पनि हामीले रोपेको छौँ। यहाँ यो ड्रागन फ्रुट रोपेको हुँदैन। चाहिँ छ हाम्रो छेपीहरू रोपेको। अनि यस्तो छ हाम्रो दाउराको स्टोर चाहिँ। अनि यहाँबाट नजिकै खोला छ। खोला सुकेको छैन, भोलि पर्सि यो चाहिँ सुक्छ खोला। यो केरा मैले रोपेको। अनि छ यहाँनिर सिमीहरू पनि फुल्दैछ, मेवा पनि छ। यहाँ यो के भन्छ लिची रोपेको आधो फलेको छ है। फेरि यो अदुवा चाहिँ आधो फल्या छ। हाम्रो अदुवा यहाँ रोपेको मेरो बुढोले कस्तो दामी फल्या हेर न। यस्तो हुन्छ फल्या छ, खत्रै फल्या नि। सिमीहरू टक्क फुल्दैछ, अब फल्छ बिस्तारै। अनि यस्तो छ। मेरो बुढो चाहिँ यहाँनिर चारो बनाउनु रेडी हुँदैछ। म चाहिँ कहिलेकाहीँ मात्रै आउँछु खोरमा के, जहिले तहिले आउँदिनँ। गाह्रो छ। सिमीहरू छट्ट लाएर फुल्दैछ, यो छट्ट लाएर। यसको आलु र सिमीको तरकारी आमा फल्दै पनि रहेछ भाइ। अम्बो थाहा नै थिएन हौ मलाई त। पेडा आलुहरू पनि छ अलिअलि, सिमीहरू पनि छ। तर आमा यहाँभित्र त फलेर नि सुकिसकेछ। मर्या हो कि क्या हो? सुक्या त हो नि दाना। छट्टा मेरो फतिले पानी हाल्दैछ लसुनमा। यो सिमी चाहिँ पुरै फलेर नि यस्तो भइसकेछ। तर मेरो मालिकले कहिले टिपेर लाँदैन। म यहाँबाट खोला देखाउन जाँदैछु कि, तर बाटो चाहिँ डेन्जर छ क्या। यस्तो डेन्जर छ। तर पहाडमा त पुरा गएको कि। यस्तो छ खोला चाहिँ। यो माथि चाहिँ यो छ नि, यो चाहिँ बगरकोटको पुल हो क्या, देउलाड जाने। यस्तो दामी छ। यो चाहिँ पारिपट्टि देउराली हो। यस्तो दामी देखेको। हेर केटाकेटीहरू चाहिँ पुरा खेल्दैछ।
कस्तो मलाई पनि जानु मन लाग्यो तल 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 तलसम्म तलको हेरौँ है त जुम गरेर आन्टी पुरा यहाँ हिँड्दैछ एउटा आन्टी ए गिटी पो कुट्या हो क्या यो आन्टी त ए ढुङ्गा भेला गर्दै रह यही हो हाम्रो करेसा बारी गाउँमा बाउ बाजेको हाम्रो बाउहरूको कति दुई ठाउँ खेत थियो 2 ठाउँ बारी थियो होइन तर हामी अब सबै बिहा गरेर गइसक्यौँ नि त अनि अहिले बाँझै छ अरे क्या खेतहरू चाहिँ तर के गर्नु गाह्रो छ यहाँ छैन यहाँ त माटो किन्नै साह्रो छ कति महँगो भने कस्तो मनपर्दो खोला कत्रो देखेको मान्छे छ खोलामा तर सुक्छ होला खोला अब माथिको डाँडाहरू कति राम्रो अरे यस्तो डाँडा मन पर्यो तर बाबाआमाको जति नै 2-4 किता चाहिँ 4 किता त होइन 2-4 ठाउँ चाहिँ किन्यौँ जग्गा किन्नु चाहिँ तर के गर्नु बाबाआमा जस्तो डाँडा पाखा छैन हाम्रो यत्रो रुमाल जत्रो किनो छोड्दै फेरि रुमाल जत्रो किनो छोड होइन गाह्रो छ गाउँ र सहर कहाँ एउटै हुन्छ त होइन यस्तो दामी ल यस्तो छ मेरो सुँगुरको खोर वरिपरि चाहिँ अब म यो पहाड उकालो जानुपर्ने हुन्छ तर म कसरी जाऊँ तिम्रो यो यत्रो झिना मसिनालाई नि कहिले ठुलो हुन्छ र कहिले खानु मुत्या जत्रै तर लसुन चाहिँ खत्रै भएछ यो लसुनमा चाहिँ पानी हाल्नु न अब जाने अब घर जाने अड्केको यस्तो छ सुँगुर खोर यहाँनिर चाहिँ चारो के गरेको चारो पकाएको हेर न मेरो छोरा चाहिँ पुरा सुँगुर भेटेछ अरू केही चाहिँदैन खेलै गर्छ क्या आइज कुखुराको मासु खाने भए आउनुहोस् है भन्नु होला खास भिडियो बनाउन चाहिँ आउँदैन क्या मलाई बनाउनु चाहिँ लास्टै रहर लाग्छ तर आइडियै छैन मलाई भाले त्यत्रो भइसक्यो गिरिरहेको छ 4-5 केजी नै छ होला हौ यो भालेर यो हाम्रो जिरे दाइको साइकल यो मालिकको अहिले यहाँ चाहिँ कोही बस्दैन पुरा चाबी लगाउँछु बेलुका आउँछु यो चाहिँ हाम्रो सुँगुर बोक्ने यस्तो छ गाह्रो छ जिन्दगी चलाउनुलाई पनि होइन यस्तो छ पुरा छिमेकीहरू चाहिँ यहाँदेखि हुँदा पनि पुरै बस्ती छ पुरै बस्ती अनि पुरै बस्ती छ यहाँनिर चाहिँ मेवा फल्ला जस्तो छ फुल्नु चाहिँ फुल्याएको तर भाले हो कि पुथ्यो थाहा छैन यो चाहिँ धरानको के इन्टरनेसनल बोर्डिङ स्कुल खतरा छ तर हामीले त पढाउन सक्दैनौँ यहाँनिर महँगो छ फिसिङ भन्दै आजको दिन सक्यो आज मेरो सुँगुरको खोरमा आएकोमा मजा लाग्यो यति नै तर कति राम्रो तर यति दामी देखियो कि यहाँ पारी यस्तो जङ्गल छ अम्बो हेर्नु कस्तो दामी गाडी हो यस्तो दामी छ वाउ तर कत्रो ठुलो पहिरो पनि गरेछ म त यादै नगरेको पुरा डाँडा र हानी कत्रो पहिरो गएको यस्तो छ तर के गर्ने गाह्रो छ यस्तो छ कत्रो ठुलो घर हौ पारिपट्टि त अम्बो लोभ लाग्यो अरे क्या बाई भिडियो हेरिदिनु ल धेरै तपाईँलाई धन्यवाद दिन्छु यति नै बाई